आज चाहिँ हामी फाइनली कलर एक्सचेन्ज गेम खेलेका छौँ। तर त्यो गेम चाहिँ धेरै खुलिसक्यो, धेरै पुरानो भइसक्यो। त्यो ट्रेन्ड कहिले थियो अनि फाइनली आज चाहिँ हामी गरिरहेका छौँ। हामी 1 महिनादेखि चाहिँ कलेक्ट गरिरहेको थियौँ सामान। हाम्रो यो गेमको धेरै लो छ बजेट, ओभर नै लो छ मेरो चाहिँ। अब यसको चाहिँ थाहा भएन मलाई। So let's start guys. 2 अर्को यो छैन यो खासमा मैले ल्याएको चाहिँ यसले धेरै क्लिप लाउँछ त्यही यो चाहिँ के हो? यो त बिस्कुट हो ह्याप्पी ह्याप्पी यसले खान्छ धेरै जस्तो ह्याप्पी ह्याप्पी बिस्कुट त्यही हो है ल गाइस यो हो के बहिनी भएको फाइदा मेरो चाहिँ कस्तो क्यूट छ ओ माय गॉड निकै मेरो खास घडीमा गेम भन्दा मेरो फाइदा नै धेरै छ कहिले भन्नु छैन म भन्नु अब ओरेन्ज मैले लास्ट मोमेन्टमा ल्याएको अच्छा कस्तो रहेछ म खेल्दिनँ यो थाहा थियो कि मलाई यसको फाइदा छ यो खेल्यो भने के तेरो चीज हेर्ने तेरो फेभरेट चीज हो हिजो ल्याएको हो गाइस थोरै कन्डिसन ए ओ यो मेरो फेभरेट हो यति चाहिँ Oh my god! Wow! अब के भन्नु व्हाइट ल व्हाइट 1 2 3 ओ क्यूट छ यो मलाई किनिसकेको मलाई थाहा थियो यसले मलाई यही ल्याएर दिन्छ 99 वर्षको मलाई थाहा थियो आई न्यू इट ल त्यो त थाहा थियो त राम्रै छ ल तेरो कस्तो लाग्यो मजा हेर गाइजलाई देखाइसक्यो त नि ओपर क्युटी पटुटी छ गाइस मेरो पालो अब व्हाइट भयो है तिमी लेख्दै गर स्काई न। ब्लू स्काई ब्लू डार्क ब्लू अर्को हो तँलाई कस्तो दिनै मन लागिरहेको थियो यो त मै राख्नु भइरहेछ कि मलाई ल 1 2 3 ओ के गर्नु तर म के छ हाल्नु किन मोबाइलको कभर किनेर हाल्न यसले अस्ति मलाई किन्दै भनेको थिइनस् त्यही भएर किनेर ल्याइदिए यो के हो ए यसले भिखारीले आफ्नो लागि किनेर होला अनि फेरि मलाई भगवान कसम तँलाई नै किनेको तर लास्टमा चाहिँ दिँदाखेरि नदिनु क्युट छ है ए म यस्तो चल ओड्छु नि त अहिले त्यही यसले धेरै नै ओर्छ बाइकमा कहिले काहीँ Oh my God! एङ्गो स्याङ्गो भइनेपछि काम लाग्छ सो गाइस अब अर्को कलर है ल भन मेरो पालो फाइदा दिदी बहिनी हो तपाईँहरू हेरिराख्नु भएको छ प्लिज यो गेम पिङ्क खेल्नु कलर पिङ्क कलर मैले धेरै काम लाग्ने चिज दिएको छु गाइजहरू ल यसले मसँग मागिरहेको छ जहिले पनि त्यो चिज दिएको हो मैले ल्याएर यसलाई ल 1 2 3 यसले मागिरहेको छ जतिखेर मेरो नेल अनि रबर चाहिँ मसँग अलरेडी थियो अनि मैले लाएको चाहिँ छैन यसले आफ्नो लागि ल्याएको हो यो मलाई तँलाई नि दिएको तैँले नि मेरो युज गर्थिस् अनि मैले तँलाई दिएको ल बुझ्नु यो चाहिँ चक्लेट हो ल हामीले त एकपल्ट पनि यसरी नजिक गएर देखाएको छैन यो काट ल यो हामीले त यसरी पनि एकपल्ट पनि नजिक देखाएको थ्याङ्क यू सो मच दिदी बहिनी हो प्लिज इफ यु वाचिङ दिस प्लिज खेल्नै यो पऱ्यो झोला तपाईँहरूले पनि- बहिनी तपाईँको धेरै फाइदा हुन्छ है बहिनीहरू यो बहिनीहरूलाई चाहिँ पिस आउट गाइस प्लिज खेल्नु ल त भन अब कुन कलर रेड कलर रेड त यसको जान हो जान त्यो वाला चिज दिएको छु मैले ल मेरै जान तँलाई नि दिइरहेको छु अब छ्या म यो खेल्दै 1 2 3 करेक्ट अनि एउटा क्लिप करेक्ट ओ माय गॉड यो चाहिँ मलाई पनि मनपर्छ तर यसले आफ्नो लागि सोचेर ल्याएको मलाई अनि जे भए पनि खाना त पाउँछस् नि पाउँछौ नि त ओरेन्ज पनि भइसक्यो भइसक्यो नि ग्रे कलर 1 2 2 3 ल
लागि ल्याएको तेरो लागि थ्याङ्क यू सेम छ मसँग सेम छ सेम छ मैले अझै एउटा ल्याएको छु तेरो लागि ग्रे कलर ग्रे त होइन गोल्डन हो मन पर्यो अनि मैले ल्याइदिएँ है गोल्ड थ्याङ्क यू दुईटा ल्याएँ तर यो मैले नै दिन्छु गाइस मलाई यस्तो मन पर्दैन किन म यस्तो कहाँ ठुलो लाउँदिनँ नि त त्यो कहिले काहीँ लाउनु पर्छ राम्रो छ थ्याङ्क यू मिल्की सो गाइस बार हो अब कि क्या? चाहिँ येल्लो कलर है ल 1 2 3 मलाई थाहा थियो मिल्की बार हो यति धेरै हो गाइस मैले पनि त क्लिक कस्तो राम्रो छ मैले यो ट्रेन्डिङमा चलेछ अहिले केटीहरूले यसरी टाउकोमा चट्ट 50-50 मा बेच्दिन्छु मारिदिन्छु है फेरि यसरी भिडियो बनाउनु कति राम्रो देखिन्छ हेर त बुनु Guys. दादा यस्तो राम्रो क्लिक ओ थ्याङ्क यू यो मलाई म गुले खान्न हत्पछि तर यो चक्लेटको अगाडि म आफ्नो यो चक्लेट चाहिँ म जे पनि होस् मिठो भएर पनि गुलेबाट पनि खान्छु ल ब्लू डार्क ब्लू ल 1 मलाई हाँसी आइछ 2 3 यो धेरै चलाक छ मैले यसले चक्लेट दिएपछि मैले पनि दिनु पर्यो धेरै मिल्क मलाई लागिरहेको थियो पर्दैन बजेट बाहिर छ अझै तैँले यहाँ अर्को एक्सपेन्सिभ गाइस गिफ्ट ब्लू हेर्न चाहिँ अब दुईटा रुक तपाईहरु थोरै कन्फ्युजमा हुनुहुन्छ भने यो चाहिँ ब्लू नै होइन ल यो ब्लू चाहिँ थोरै तपाईहरुलाई जेन्स जस्तो लागिरहेछ होला हैन कस्तो जेन्स जस्तो लागिरहेछ होला हैन किनकि म यस्तै टी सर्ट लाउँछु ओह ल घरमा किनकि म यस्तै प्राय यस्तै लाउँछु जर्सी टाइप यस्तै लाउँछु ल अब कुन कलर गोल्ड ए ब्लू मैले भनेको थिएँ तैँले भन्न है जुन कलर म पनि गोल्डन नै भन्छु नि त अरे 1 2 3 यो चाहिँ थोरै पल टुटेछ है त्यहाँभित्र यो जोड्नुपर्छ यो अहिले चलेछ नि ट्रेन्डिङमा केटीहरूको सो मैले ट्रेन्डिङ बो हालेँ कानको गोल्ड किन यस्तो सब नाटक नपार्छ ल यो त कति 400 क्रस होला यो मलाई पनि थाहा छ मैले एकपल्ट हेरेको थिएँ प्राइस कति महँगो थियो सेलमा पनि महँगो थियो क्या यो गाइस यसले हेरेको देखेर किनेर ल्याएको गॉड मैले देखेको थिएँ टिकटकमा पनि केमा हेरिरहेको थियो यसले ओ माय गॉड त्यो बो हाले त म लिदिनस् नि गेम सकेपछि छी म पनि लिन्छु ल अब मेरो पालो होइन ए तेरै पालो मैले गोल्ड भनिसकेँ त्यो ल अब चाहिँ गाइस पर्पल ओ मैले त्यही कलर छुइरहेको छु उनी हेर यहीँ ल 1 2 3 यसलाई चाहिने सामान ल्याइदिएछु मैले सेम क्युट छ है गाइस जे भए पनि क्युट त छ म त यसलाई के भन्नु के राम्रो छ ल तर यस्तो टाइपको म हतपत लाउँदिनँ म बहिनीहरू केटाहरू जस्तै लाउँछु मजा यसले सबै आफ्नै लागि चुज गरेर ल्याए जस्तो लाग्यो बहिनीहरू प्लिज म मजा पनि एडिडासको बाइक अरू लाउँदिनँ ओ माय गॉड धनी मनीहरू यस्तै हो गाइस ल अब ब्राउन ब्राउन ल 1 रुक्ने हातमा ल 1 2 3 किनभने यसले अरूको मागेर सल ओढिरहेको थियो त्यही भएर मैले यसलाई सल ल्याइदिएँ ब्राउन कलरमा खोलेर हेर कस्तो सफ्ट छ यो त यसले आफै धलेको देखाइदियो क्या लगाएको देखाइदियो मैले सो गाइस कति प्लिज म soft छ। तपाईहरुलाई यति भनिरहेको छु बहिनी दिदी हो प्लिज खेल्नु होला खै कसको व्हाइट कलरको ओढिरहेको थियो नि यसले त्यो भाइको पूर्ण राम्रो छ यो यहाँ ल ल ब्राउन ए यो म धेरै युज गर्छु अब कुन कलर बच्यो है ग्रिन मात्रै ग्रिन त बचेछ लास्ट मेरो त तेरो ल मेरो मेरो नि त्यही 1 2 3 के हो त्यो यसको डिब्बा चाहिँ त्यो अङ्कलले त्यहीँनिर हालिदिने बिर्सिनु भयो त्यो हेरेँ क्या सेल्सिलिक एसिड हो कि होइन भनेर हेर्नेको कारणले डिब्बा चाहिँ बिर्सियो र एउटा गल्ती गरे 2% र 1% मा केही फरक पर्दैन मैले फोटो खिचेर लगेको थिएँ स्क्यान गरेर केही पनि गल्ती छैन यो
यो मैले देखेकै थिएन यो पक्कै अरूको लिएर आइस् तैँले किनेको हिजो टाउको फुटाइदिन्छु होला कस्तो रहेछ यो त हौ यो म के गर्नु मैले त खाँदा नि खान्न यो ग्यास्ट्रिक हुन्छ नि त थोरैले ए यो चक्लेट चाहिँ मनपर्छ मलाई तेरो धेरै स्याड भोइसले यो त तर पनि यस्तो सक्छ भने म लाउँदैन केही छैन लगाइहाल्छु कलर बनाउनु पर्ला गाइस 8 मिनेटको भिडियो भइसक्यो सक्यो होइन सो गाइस मेरो गिफ्ट म त धेरै नै धनी भइसकेँ गाइजहरू सबैलाई बेचिदिन्छु भनेर भन्दिनँ म माई गड एक्साइटेड फर दिस यो चाहिँ धेरै राम्रो काम गर्यो क्या अरे यो दिएर मलाई साँच्ची भनेको थ्याङ्क यू सो मच थ्याङ्क यू भन् थ्याङ्क यू सो मच फर वाचिङ गाइज आई होप तपाईँलाई यो राम्रो लाग्यो होला स्टोर नै छैन त त्यो त भित्र छ क्या त्यो टुट्यो राख्दा राखेको सामान दिइराख्छु हो किनेको साँच्ची सो गाइज प्लिज लाइक गर्न चाहिँ नबिर्सिनु है गाइजहरू प्लिज लाइक अनि कमेन्ट डाउन बिलो अनि अब हामीहरू अरू भिडियो लिएर आउँछ सो प्लिज इन्जोय गर्नु होला थ्याङ्क यू सो मच लभ यू